आदरणीय सम्पूर्ण श्रमदाता आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो र्याली हाम्रो कार्यक्रम स्थलमा आइपुगिसकेको छ। अब चाँडै नै हामी हाम्रो कार्यक्रमको औपचारिक कार्यक्रम सुरु हुन गइरहेको छ। सम्पूर्णलाई जानकारी सँगसँगै सम्पूर्ण टाढा टाढा छरिएर रहनुभएका सम्पूर्ण श्रमदाता आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू मञ्चको अगाडि आएर आसन ग्रहण गरिदिनु होला, बसिदिनु होला। जानकारी गराउन चाहन्छु। र्याली तपाईँहरूलाई आदरणीय सम्पूर्ण श्रमदाता दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो श्रम पिता हाम्रो राष्ट्रिय श्रम पिता श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष आदरणीय हर्कराज राई हर्क साम्पाङज्यू अब हाम्रो मञ्चतर्फ आउँदै हुनुहुन्छ। अब तपाईँहरूलाई जानकारी गराउन चाहन्छु, अब केही समयपछि नै हामी हाम्रो यो औपचारिक कार्यक्रम सुरु गर्न गइरहेका छौँ। सम्पूर्ण छरिएर रहनुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू कार्यक्रम स्थलको अगाडि आएर आसन ग्रहण गरिदिनु होला। तपाईँहरूको धैर्यताको समय, धैर्यताको बात अब सकिने लागेको छ।